हेलो म चाहिँ अहिले है सुँगुर चारो काटेर आएको। हेर्नु न यति धेरै लिएको झन्डै टाउको भाँचेर होइन चारो खाली। अब सुँगुरलाई घाँस काट्नु छ, अब यो चारो पनि पकाउनु छ गाई है। गाह्रो छ अहिलेसम्म, अहिले खाना खाँदैछु, भर्खरै आएर खाना खाएको। त्यो पनि तल भाइले बनाएको छ खाना, भर्खरै क्या भोकले टाँटेर यस्तो छ। आज चाहिँ घरकै कामहरू थियो अनि यस्तो छ, गाउँघरमा कम्ता कामहरू छैन। हेर्नु न, अब यो नास्पाती खाने बेला भइसक्यो। कसलाई खानु मन लाग्छ भन्नुहोस्, पठाइदिन्छु होइन। अब माछालाई चारो पनि लाउनु छ, काम त हेर्नु न कम्ता धेरै छैन है। हेर्नुहोस् बुद्ध चित्त, यसलाई बुद्ध चित्त भन्छ होइन। यो चाहिँ बुद्ध चित्त हो। यसलाई सार्नु भनेको अब मर्छ होला सायद। अब त्यो छ, अर्को ठाउँ सार्नु पर्ने थियो। यो यस्तो छ उयो अहिले छ, भर्खरै आएर 2 बज्यो चारो लिएर आएँ। अब पकाउँछु है, ढुङ्गा फुल्ली पकाउँछु। हिजोसम्म अब मात्रै तपाईँहरूलाई पनि थाहै छ होइन। हिजो चाहिँ मैले भ्लग किन बनाइनँ भने मास्तिर काम थियो, अनि मैले नबनाएको मेरो चाहिँ कुखुरा छ। यिनीहरूले चल्ला त 2वटा निकाल्यो, त्यो पल्लो कालोले अनि अर्को कताको त्यसले। चल्ला पनि सबै मऱ्यो, थुप्रो बनाउनु पऱ्यो भन्दै थिएँ। अब सुँगुर खोर हेर्नु न कस्तो हिलो छ है। अब त्यसलाई घाँस काटेर लगाइदिनु पर्ने छ। करेलालाई ठाउँका कम भयो क्या र, यस्तरी झरिरहेको छ सबै, ओह्रालो झऱ्यो। अनि त्यो छ आजको वेदर चाहिँ होइन। पनि चलिरहेछ मेरो चाहिँ गाउँघरमा। अब बिजी भइन्छ, एक्लो मान्छे परियो, के गर्नु हो। सुँगुर चारो खोज्नु, रक्सी पार्नु, के भन्नु होइन। कम्ता काम हुँदैन। आज रक्सी पार्ने हाम्रो रक्सी पार्ने अब नभए जस्तो भयो। अब एक भाँडा चारोको डाङ उमाल्ने हो। त्यसो अब नास्पाती चाहिँ टन्नै फलेको छ हेर्नु न। नास्पाती तल दाइले यो बोकाड रोपी जानुभएको थियो त्यहाँ। यहाँको पनि गतिलो भइसक्यो, यो बोकाड गतिलो भइसक्यो। खेतमा पानी लाउनु काम त हेर्नु न, गाउँघरमा कति धेरै हुन्छ है। यस्तो छ। अब चारो काट्छु अनि बनाउँछु, अनि फेरि अलिकति दिउँसो बेलुका फेरि सायद डिक्टेल गइन्छ होला। तलतिरको भाइको काम छ भन्दै थियो, डिक्टेल जाने। अब यस्तो छ है। माथि रहेछ एउटा, हेर्नु न म कति धनी छु आमा। सम्पत्तिको धनी होइन, जन्तुको धनी। बिराम भएर पखेटा यहीँ गरेर घुम्टो ओडिरहेछ पुरा। आज दबाई खुवाइदिएको थिएँ, ठिक हुन्छ कि भनेको। अब खेतहरू चाहिँ एकदमै हरियो फर्किसक्यो हाम्रो चाहिँ। अब मेरोमा चाहिँ यसपालि मल पुगेन छ। हेर्नु न मेरो फुलबारी हेर्नुहोस्, अझै पनि मैले फोकस गर्नु सकेको छैन यसमा। अझ सुन्दर बनाऊँ भने हेर्नु यतिखेर फुल फुलिरहेछ टक्क। मैले रोपेको भर्खरै रोपेको यो चाहिँ। अनि यस्तो छ, निबुवाहरू पनि फलिरहेछ यसपालि। बिसादी हानिदिएको छु म चाहिँ। अब यसो अलिअलि कामहरू घरमा चाहिँ एकदमै टाइम दिनुपर्ने स्थिति भइरहेछ। करेला चाहिँ यस्तो छ अब मेरै। यस्तै छ गाइस। अब बनाउँदै गर्छु, हेर्दै गर्नु होला। मन परे लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। त्यही हो, सपोर्ट थोरै सपोर्ट भयो भने त अब आफूलाई पनि अब जोस जाँगर लाग्छ होइन। भ्लगहरू बनाउनु अब त्यही त नि जोस, त्यही भएर त चल्ने हो। नभए त अब लाइकै गर्नु भएन भने, अनि अब कमेन्ट सेयर सब्सक्राइब नै गर्नु भएन भने त अब त्यो कसरी है। हामीले पनि अनिवार्य फोकस दिइराख्नु पर्ने हुन्छ त्यसमा चाहिँ। हस्, फेरि पनि म देखाउँदै गर्छु। अब
आज म जङ्गल गएको पनि देखाउँथेँ, सायद मेरो फोनमा चार्ज थिएन क्या। मेरो फोनमा चार्ज नभएर चाहिँ मैले आज सकिनँ। अब म कुनै दिन फेरि अब 2 दिनलाई चारो इनफले 2 चोटिलाई अब फेरि अर्कोचोटि जाँदाखेरि चाहिँ म तपाईँहरूलाई अल डिटेल कस्तो कस्तो ठाउँमा म चारो काट्छु, कसरी काट्छु म देखाउँछु क्या है त। गाइज म चाहिँ चारो काट्नु स्टार्ट भयो। अब चारो पकाउँदैछु है। यसै मेरो सुँगुरलाई चारो यसरी म चाहिँ दिन्छु। यो चाहिँ नुन है त, यो नुन। अब त्यो एक बान हुन्छ, यो एक बान हुन्छ। डुबेछ गाइज। अब चारो ट्याक्क काट्ने, पकाउने अनि सुँगुरलाई ग्लाम ग्लाम दिने हो। ल मेरो चाहिँ यस्तै छ कामहरू। अब आजको चाहिँ त्यहाँ सुँगुर खोर्छ, छेउला काटेर लानु पर्ने हेक भारी काम थुरै छैन गाइज। के गर्नु, एक्लो मान्छे गाह्रो हुँदो रहेछ हौ, गाह्रो हुँदो रहेछ। एक्लो मान्छे काम गर्नु गाह्रो हुँदो रहेछ। यता पनि भ्यायो उता पनि भ्यायो, कता कता भ्याउनु। मकैहरू चाहिँ यस्तो हुँदैछ हाम्रो। अब केरा त अब पाकेर यहाँ खाँदैछु, खाने भए आउनु होला। यस्तो छ, मस्त सुतिरहेछ सुँगुर पनि। अहिले चारो लगाइदिएको थियो नि त, अनि अघाएर टन्न भएर सुत्यो। अब चारो ब्ल्याङ्क काट्ने, चारो काटेर सिनेर चाहिँ अब भराइ कता हुन्छ, हिँड्ने हो कि बस्ने हो घरमा थाहा हुन्छ भराइ नै है त। ल माछालाई चारो पनि लाउनु पर्ने छ, काम छ हौ थुप्रै। फाइनली चारो पनि काटिसक्यो है त। चारो काटिसक्यो। अब यहाँ लाउने हो ज्याम कि ज्याम। उफ गर्मी छ, यस्तो हालत भयो। बिजोग भयो। के गर्नु है, दुःख नगरी नहुने रहेछ। दुःख गर्दाखेरि पनि हुँदैन या के भएको। जति नै दुःख गर्दाखेरि पनि हुँदैन। कहिले दुःखको परिणाम कहिले खानु पाइने हो थाहा छैन हौ। ल फाइनली मैले चाहिँ काटिसकेँ। अब लाउँछु दाउरा काट्नु पर्ने छ है त। हाम्रो चाहिँ बाँसको दाउरा, काठको पनि काट्छ तर म यसपालि काठको काट्नु पाइएन। बाँसकैले काम चलाउँदैछु, यताउता लियो लायो यस्तै छ। ल यस्तो छ, हेर्दै जानु होला है त। फाइनली अब घर त बढार्नै पर्यो होइन। घर यसरी बढारिन्छ। अब के गर्नु, सबै कामहरू गर्नु पर्यो नि त आफूले होइन। अब आफूले नगरे नहुने रहेछ, यस्तो हुन्छ। घरमा छोरीचेली नभएपछि दुःख पाइँदो रहेछ। यसरी गर्ने बस्ने त्यही दुःख पाइयो। न घरमा आमा बाउ है त। सबै कुरा गर्नुपर्ने हुन्छ, त्यही भएर न खानुको टुङ्गा न हिँड्नुको टुङ्गा। गाइज फाइनली मैले चाहिँ चारो टेकाइसकेँ है। चारो टेकाएर घर सर बढार कुडार भलियो। घर पनि थोरै छोडिसक्यो। गर्मी छ। अब माछालाई चारो दिनु छ अनि सुँगुरलाई एक बारी घाँस लगाइदिनुपर्छ। अब घाँस काट्न हिँड्नुपर्छ। चारो पनि टेकाइयो होइन। सुँगुर चाहिँ अब ठिक ठिकै छ।
ठिकै छ। ल म चाहिँ सुँगुरलाई घाँस काट्दैछु। यसरी काट्नुपर्छ। गाउँघरमा काम भनेको त्यही हो। त्यहाँनिर मान्छे भाइ छ यस्तो काट्नुपर्ने यस्तो चाहिँ हुन्छ होइन। गाउँघरको अब यस्तो काम। ल म चाहिँ यसरी घाँस काट्दैछु। बस्तु पालेपछि काट्नु त पर्यो। हेर्नुहोस् बस्तुहरू पनि सुँगुरलाई हो कि सुँगुरलाई हो। अब सुँगुरलाई घाँस काटेर अब यहाँ कामै काम छ मेरो। यिनीहरूले सुँगुरले त फेरि घाँस पनि खान्छ नि त। नलाइदिए चित्तै बुझ्दैन। मल पनि हुन्छ। यहाँ गाडीको उडेछ हौ हेर्नु त। ल ह्यान्डल कसलाई चाहियो सम्पर्क गर्नु। ह्यान्डल छ है त। अब त्यही हो। ह्यान्डल खानु मलाई भनिहाल्छ पठाइदिइहाल्छु। यसरी काम गर्नुपर्छ है। साह्रो पकाइयो सुँगुरलाई घाँस। काम त लोद्रो गर्नु पऱ्यो नि। कुरा चाहिँ लोद्रो गर्नुपर्छ है। हिँड्ने फेरि टुङ्गै हुँदैन। घर कहिले फर्किने भन्ने पुरै हुँदैन होइन। यसरी ग्राम काट्नु हो भन्ने कुरा चाहिँ कता लाग्छ हौ घाँस काट्नु। बच्चामा काट्यो दिन्छ हुन्छ। अलिक पर जाउँ ब्याग यसरी काम गर्नुपर्छ। पसिना आउँछ नि। उफ ल हेर्दै हेर्नु होला मेरो युट्युब। ल मेरो चाहिँ अब सुँगुरलाई घाँस पनि भयो। फेरि यति मजाले खान्छ कि मेरो सुँगुरले घाँस। हेर्नु यस्तो छ। उफ थाक्यो मर्ने बेला भयो। काम गरेपछि गलिन्छ के गर्नु। नगरी पनि भएको छैन। अब खेतीहरू लाउनु पर्यो। मल चाहिन्छ होइन। मलको लागि त अब त्यही त हो घाँसहरू लाउने। लायो भने त मल हुने न कहाँ हुन्छ त। घाँसहरू टक्क लगाइदिने यसरी। यसले मजाले उहाँ उहाँ गर्दै खान्छ है त। यस्तै छ गाइस। सबैजनामा यस्तै छ। दुःख गर्नुपर्छ। फाल्टो भेटे फाल्टो पनि गर्नुपर्छ। घरमा भेटे घरमा पनि गर्नुपर्छ। मकैहरू चाहिँ यसपालि त्यति साह्रो राम्रो त छैन भन्दा पनि ठिकै छ। त्यतिको ठिकै छ। अब यस्तो छ। सुँगुर खोर पनि अलिकति मेन्टेन गर्नुपर्ने थियो। त्यसै अब अलिक पछि सुन्तला छ। यसपालि बिसादी हानिदिएको छु। बिसादी हानिदिएपछि निकै लागेको बिसादी हानिदिएको थिएँ मैले। अब ठिक छ। ल
हो घर जाने हो घरमा पनि काम छ फेरि बाहिर पनि जानुपर्ने छ एकछिन हो फुलहरू चाहिँ मेरो चाहिँ कति छिटो फुलेर पनि ओइलाइसक्यो यस्तो छ है त ल सुँगुर चारो पनि पाक्यो मेरो फाइनली यस्तै छ हेर्नु होला यो सुति जानु आँटेको थियो यो कुखुरा मैले दबाई खुवाएर बौराङ्दैछु यस्तो छ अब माछालाई चारो है काम हेर्नुहोस् यति धेरै छ कि एउटा सक्यो अर्को आइपुग्छ फेरि अर्को सक्यो अर्को आइपुग्छ अब माछालाई चाहिँ यस्तो करेलाको पात यो दिनुपर्ने हुन्छ यसरी यो टिपेर यस्तो झऱ्यो अन्त यस्तो करेलाको पात यसरी दिनुपर्ने हुन्छ खतरा खान्छ यो करेलाको पात चाहिँ अब यो तपाईँको भोलिसम्ममा खाइसकेको हुन्छ हेर्नु न यति धेरै पनि भोलिसम्म खाइसकेको हुन्छ यो अब त्यही भएन भने यहाँ हेर्नुहोस् अब पिठो काम थोरै छ त हेर्नु है पिठो पनि लगेर जानुपर्छ अब यो बटकोमा पिठो फाइनली मैले हिजो लगाइदिएको थिएँ घाँस त्यो पनि खाइसकेछ है अब हेर्नु यसरी लगाइदिनुपर्छ यो भोलि सकिराखेको हुन्छ ल यहाँ पिठो है यसलाई यसो गर्ने पानी लाउने यहाँ अनि ए मुछ्ने मजाले यो मकै पिठो है हेर्नु मकै पिठो अनि यस्तो डल्ला बनाउने अनि यसरी लगाइदिने अनि अलिक पानी पुगेन अलिक बढी भयो कि क्या पानी ठिकै हुन्छ क्या अब यस्तो हुन्छ है यस्तो गर्ने यसरी सर्लक्क लगाइदिने होइन यो पिठो पनि खान्छ घाँस पनि खान्छ हाम्रो त यस्तो दिन्छौँ माछालाई यो यस्तो दिन्छौँ यो सबै खाइसकेको छ हेर्नु त यो डाँख्ला मात्र बाँकी राखेको छ यिनीहरूले अब यो डाँख्ला फालिदिनुपर्छ फेरि मै पछि जान्छु होला है लडेर फेरि दहभित्र झम्राङ गर्दै फाइनली ल यस्तो हुन्छ है त कामहरू भन्ने फेरि गर्नुपर्ने हुन्छ यो सबै माछाले नै खाइसकेको मकैको टुप्पा ल हेर्नु त अब यो भोलिसम्म सक्छ खाएर यस्तो छ है अब दाइले रोपी गएको एभोकाडो चाहिँ यस्तो भइरहेछ एभोकाडोहरू थुप्रै उहरू छ यो एभोकाडो दाइले रोपेको एभोकाडो यत्रो भयो यस्तो छ पानी पनि आज त बेलैमा भरिहालेँ गर्मी लाग्छ ल ओके फाइनली गाइज अब काम सक्यो म चाहिँ अब रेस्ट गर्ने हो थाक्यो हिजो भ्लग अब लाउनु सकिनँ किनभने अब त्यो एउटै काम गरेको मात्रै किन धेरै लाउने भन्ने पनि भयो त्यही भएर भएन आज चाहिँ लाउँछु ल सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला त्यही हो अब यस्तै छ तपाईँहरूको माया साथ सपोर्ट भयो भने अब राम्रो होला त्यही त नि है त ल हजुरलाई बाई बाई अब फाइनली
म आज चाहिँ ब्लग पोस्ट गर्दैछु। भोलि पनि गरौँला। त्यही हो।